आज चाहिँ हामी सुटिङमा छौँ होइन। अब आज मेरो क्यारेक्टर देखिहाल्नुभयो के कस्तो छ होइन। साहिल सर हाम्रो ब्लगलाई केही भनिदिनु न। हाम्रो मेरो चाहिँ निकेश कुमार खड्का खड्कामा गएर लाइक सेयर सब्सक्राइब गरिदिनुलाई। अनि बुवाको बलिदान आउँदैछ, अब त्यसको लागि तयारी हुँदैछ। राम्रो मिठो आउँदैछ, सबैले मन पराइदिनु भयो। निकेश कुमार खड्का च्यानललाई केही अलिकति प्रमोसन लगाइ। जतिजनाले मलाई हेर्नुहुन्छ, मलाई माया गर्नुहुन्छ, त्यति माया चाहिँ उहाँलाई पनि गर्नुहोस् है। उहाँको पनि च्यानलमा राम्रो राम्रो कन्टेन्टहरू आउँछ, ब्लगहरू आउँछ, हेर्न नबिर्सिनु होला। अनि अहिले फिलहाल हामी बुवाको बलिदान पार्ट 3 एपिसोड 3 मा चाहिँ अहिले सुटिङ हुँदैछ। छिटै आउँछ यो। अनि तपाईँहरूले सबले माया मिठो माया गरिदिनु होला। हेलो एभ्रिवान, दर्शक नमस्ते, सलाम अलैकुम। झ्यापदारी पारेको म निकेश खड्का। आइफ सबजना सन्चै हुन्छ होला, म पनि सन्चै छु। सो गाइस, आज चाहिँ हामी सुटिङमा छौँ होइन। अब आज मेरो क्यारेक्टर देखिहाल्नुभयो के कस्तो छ होइन। अलिक बुढो रोलमा देखिरहेको छ। अनि यहाँ हाम्रो चाहिँ हुन लागिरहेको छ होइन, क्यामराम्यान होइन। त सबैजना सुटिङ भइरहेछ गाइस। ल हाम्रो चाहिँ आजको सुटिङ स्पोट चाहिँ यो घर रहेको छ होइन। यो घरमा रहेको छ आजको सुटिङ। सो साहिल सर हाम्रो ब्लगलाई केही भनिदिनु न। हाम्रो मेरो चाहिँ निकेश कुमार खड्कामा गएर लाइक सेयर सब्सक्राइब गरिदिनुलाई। अनि बुवाको बलिदान आउँदैछ, अब त्यसको लागि तयारी हुँदैछ। राम्रो मिठो आउँदैछ, सबैले मन पराइदिनु भयो। अनि त्यसपछि हुन्छ। ल हस्, धन्यवाद। ल हुन्छ ल हाम्रो गाइस, सबैले निकेश लाइक कुमार कमेन्ट सेयर चाहिँ मलाई गर्नु होला, उहाँलाई पनि गर्नु मलाई गर्नु होला। सबले सपोर्ट हान्नु होला है। निकेश कुमार खड्का च्यानललाई केही अलिकति प्रमोसन लगाइ। जतिजनाले मलाई हेर्नुहुन्छ, मलाई माया गर्नुहुन्छ, त्यति माया चाहिँ उहाँलाई पनि गर्नुहोस् है। उहाँको पनि च्यानलमा राम्रो राम्रो कन्टेन्टहरू आउँछ, ब्लगहरू आउँछ, हेर्न नबिर्सिनु होला। अनि अहिले फिलहाल हामी बुवाको बलिदान पार्ट 3 एपिसोड 3 मा चाहिँ अहिले सुटिङ हुँदैछ। छिटै आउँछ यो। अनि तपाईँहरूले सबले माया मिठो माया गरिदिनु होला। सो गाइस होइन, ल सबैजनाले यही हाम्रो शुक्रबार रिलिज हुँदैछ होइन। प्रत्येक शुक्रबार आउँदैछ बुवाको बलिदान। सो सबैले माया गरिदिनु होला है त। ल गाइस, ल हामी यतिकै बोल्नु हामी चाहिँ आज सुटिङमा छौँ होइन। केटा हो, किलेन आयो।